अनि तपाईँलाई खाना हुने फलफुलका नाम भन्नु त एक दुईवटा के खाना हुन्छ? हजुर सर, अब फलफुल त अब सर म असोभन्दा नि अहिले यो माथि डायरीबाट ल्याएर पनिरहरू खाँदैछु सुसहरू। ए पनिर चाहिँ खानु भएको छ? पनिर, हजुर पनिर। हुन त दही दुधै हो त पनि, त्यो पनि तर त्यो छुट्टै परिकारले बनाए चाहिँ त्यसले असर गर्ने रहेछ। हजुर। भुटेर खाइन्छ है त। हजुर सर। अनि जन्ममिति 2024 साल भन्नुभयो होइन? हजुर सर, हजुर सर। अनि तपाईँलाई त्यस्तो माथितिर पाइएको बेला पनिर ल्याइदिँदा जाति मान्नुहुन्छ कि यसो नगद पैसा दिएको जाति मान्नुहुन्छ भन्नु त? अब हजुरहरूको दया सर। होइन, तपाईँलाई के ठिक लाग्छ अब त्यो? होइन, जे दे फलफुल दे, खाना दे, मलाई कल्याण होस् सर। होइन, खोकी बढाउँछ कि भन्ने डर हो क्या? फेरि तपाईँ बुढो मान्छे स्याउ खाँदा केरा खाँदा खोकी बढो भने? स्याउले त बरु घाममा अलिअलि खाँदा केही गर्दैन। ए त्यो केरा त खानै हुँदैन। ए हो, त्यही त म चाहिँ बुझाउँ भनेर के। हिजो भेट भयो तपाईँसँग, फेरि घाममा बस्नु भएको थियो, ठिकै छ, भोलि शनिबार अनि आज भेट हुन्छ भनेर म चाहिँ। हजुर सर। ए त्यसो भए बजारतिर गएको बेला स्याउ ल्याउँदा पनि हुन्छ, पनिर पनि खाइरहनु भएको छ? ए हजुर सर। अनि औषधि महिनामा कति हजारको लाग्छ त तपाईँको? पनिर अनि कोही बेला यसो काजु ए भए काजु ए कोही बेला त्यो त मको चिज हो सर। हजुर। हजुर। अनि तपाईँलाई अब यो जिन्दगीमा यो घर गृहस्थी लाइन नलागेर गल्ती गरे भने पछुतो आउँछ कि? पछुतो चाहिँ हजुर त छैन सर। मलाई आफ्नै कारणले गर्दा रोग लाग्यो। हजुर हजुर। सर 17 वर्ष अन्न भात नखाएर हजुर हजुर। हिँड्ने भएँ। अहिले 44 वर्ष भयो आफ्नो मासु मांस मेरो पेटमा नपरे। हजुर हजुर। 44 वर्ष भयो। अन्डा मासु मांस झाँड रक्सी यस्तो अब पहिलो सानोमा भोटे गाउँ छ, तामाङ गाउँ जाँदाखेरि खान्छ बाबु खाऊ भन्ने हात्ती झाँड दिने खाइयो सर सानोमा। 15 वर्षको अवस्थासम्म खाइयो। अहिले 44 वर्ष ठक्कै भएछ मैले मासु मांस झाँड रक्सी सेवन नगरेँ। मैले एउटा गल्ती गरेँ सर, त्यही गाँजा खाएँ। गाँजाको अमल गरेँ। त्यसैले गर्दा मैले 17 वर्ष अन्न नुन खाएर मलाई चिसोमा नाङ्गा हिँडेँ सारा संसार। अनि मेरो पक्ष सबै बिग्रियो सर। बिग्रियो सब। मैले अन्न नखाएर चाहिँ खाएर चाहिँ मैले यसो ध्यान तपस्या गरेर हिँडेको भए नि मलाई केही रोग नलाग्यो। केही रोग नलाग्यो। अब तपाईँले यो गाँजा खानेहरूलाई नखान चाहिँ सुझाव दिनुहुन्छ खास होइन? अब अहिले त कसैले चाहिँ गाँजा खाने केटाहरू भेट्यो भने नखाऊ है बाबु भन्नुहुन्छ? बाबु अब म यस्तो भएँ, मलाई यस्तो पीडित बनायो गाँजाले गर्दा। बाबु यो चिज अब खानु ठिक छैन बाबु। म के अरे तपाईँहरूले नखानु होला, मलाई यस्तो हालत बनायो। हुन त तपाईँहरू खराब खानुहुन्छ, म त केही नखाएर मलाई बिगारेको होला भनेर भन्छु। अनि जन्म 2024 को भन्नुभयो है? अनि यो हिँड्न डुल्न चाहिँ त्यो तपाईँ त्यो भक्तजनहरूसँग सम्पर्क राख्न कहिलेबाट छोड्नुभयो खास? कति समय हो? 18-19 महिना भयो सर। अब बन्द भएको। म यो हजुर यो हरिको घरसम्म पुग्न नि म सक्दिनँ। हजुर त्यो थापाको घरसम्म पुग्न त्यहाँ चाहिँ मरिकन पुग्छु। हजुर उभि त्यहाँ पुग्छु, नभए म अन्त हिँड्न सक्दिनँ। हजुर। अनि मान्छेले के चाहिँ गर्नुपर्ने रहेछ भन्ने भयो? तपाईँ त वृद्ध पनि हुनुभयो, त्यत्रो जिल्लाहरू कता कता पुग्नुभयो, डुल्नुभयो, अब के चाहिँ गर्नुपर्ने रहेछ मान्छेले? हजुर साहब, अब मानिसले त साहब अब खासै कुरा त अहिले गर्दै जाँदाखेरि अब यो स्वास्थ्यको लागि, यो जीवन बचाउनको लागि, राम्रो स्वस्थ राख्नको लागि मानिसले यो जाँड रक्सी पदार्थ, जाँड रक्सी होइन, जाँड रक्सी गाँजा, सुर्ती, चुरोट, बिँडी यो बेकार चिज रहेछ। यसले शरीरलाई धेरै कष्ट बनाउने रहेछ सर, शरीरलाई बिगार्ने रहेछ। सबभर धर्मको लागि मासु मांस नखाएर
नखाएर पनि मान्छे कतै त्यो स्वास्थ्यलाई बिगार्दै हजुर मासु मांस धेरै खाने मान्छेलाई रोगको लाग्छ हजुर मासु मांस नखाएर चाहिँ त्यो त्यसको स्वास्थ्य बिग्रिन्छ भन्ने कुरा होइन सर मासु मांस नखाने मान्छेलाई चाहिँ राम्रो हजुर अनि अर्को कुरा तपाईँलाई यहाँ सबैले सत्य खरानी भनेर चिन्ने रहेछन् होइन होइन त्यो नाम राखेका अनि तपाईँको खास चाहिँ पहिलेको नाम के मेरो नाम बालकृष्ण गिरी हो सर ए बालकृष्ण गिरी हो है बालकृष्ण। ए हजुर मेरो योगी बालकृष्ण गिरी ए मलाई प्रशासनले हजुर योगी भनेर प्रमाणपत्रहरू दिएको हुन्छ सिडिओले मलाई 5औं साइड 7वटा सिडिओले मलाई प्रमाण पनि दिएको छ मलाई यो मन्दिरको लागि व्यक्तिको लागि हजुर हेर्नुहोस् म चाहिँ एक भारी फाइल छ अनि छन् कागज तपाईँले छन् भन्नुभएको थियो पहिले पनि भटाहरूले त्यो नाम राखेका हुन् हजुर हजुर नाम राखेका हुन् मलाई किनभने सत्य भन्दा कुरा म केही नगर्ने हजुर हजुर ए अनि त्यही कारणले उनीहरू त्यो भनेका हेर्नुहोस् ए त्यो कुरो चाहिँ अनि तपाईँको फोन नम्बर तपाईँले आफैले सम्झन सक्नुहुन्छ आफ्नो फोन नम्बर हजुर भन्न सक्नुहुन्छ आफ्नो सक्छ। ल भन्नु त तपाईँको नम्बर मेरो नम्बर हजुर अहिले हजुर 97 49 97 हजुर 23 23 16 16 08 ए हजुर हस् त बाबाजी यो मैले यहाँ तपाईँसँग भेट्न त मैले अनि अर्को पनि छ नम्बर ए ल भन्नु त अर्को नम्बर पनि भन्नु 97 41 97 41 844 फेरि भन्नु त 9741 हजुर 844 हजुर 55 ए हजुर हस् बाबाजी हस् हजुर। हस्